5 दिव्य शक्तिको संकेत। भूकम्पको पूर्वाभास। 72 साल वैशाख 12 गतेको महाभूकम्पबाट जनधनको अपूरणीय क्षति हुनुका साथै हामी नेपाली सबैलाई भयभीत तुल्याएको थियो। उक्त भूकम्पबाट म पनि भयभीत थिएँ। हिँड्दा हिँड्दै गल्ली चोक भित्र छिर्यो कि भए। पुरानो घर अगाडि परियो कि भूकम्प डर पैदा हुने। एक दिन देहभान नभएको अवस्थाको ध्यानमा छु भनेर थाहा नभएको म बाटोमा हिँड्दै थिएँ। अचानक भूकम्प आयो। मेरो अगाडिको पुरानो घर भत्की बेस गरी धुलो उड्यो। धुलो आँखाभित्र नपरोस् भनेर दायाँ हात हम्काएर धुलो हटाएको मात्र के थिएँ। आँखा खुल्यो, हात हम्काइरहेको हुन्छु। ध्यान आसनमा बसिरहेको पाएँ। यो दिव्य शक्तिले दिएको पूर्वाभास हो। यस बेलादेखि भूकम्प भयबाट मुक्त भएँ।